मान्य सदस्यहरू, अब मान्य विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुखज्यू अनि माननीय संसदज्यूहरू सबैलाई नमस्कार छ र धन्यवाद पनि दिन चाहन्छु। पहिलो कुरा त म चाहिँ मेरो आफ्नो प्रिय एकदम मनपर्ने क्लास चाहिँ बेला बेला छोड्नुपर्ने भएको छ मन्त्री भएपछि, त्यसैले म त्यसमा माफी पनि दिन चाहन्छु। अब यो जुन विनियोजनको कुराहरू छ, यसमा सबैलाई थाहा भएकै कुरा हो, यो नयाँ मन्त्रालय गठन भएको छ अनि यसको लागि 1% बजेट भनेको 4 अरब रुपियाँ जति छ, त्यो 1% हो। अरू मन्त्रालयहरूलाई कसैले 10%, कसैले 15%, कसैले 8% यस्तो यस्तो पाउनु भएको छ र 1% हो। अब यसमा चाहिँ जुन विनियोजनको कुराहरू छ, यसमा के छ भने यो 4 अरब जुन छुट्याइएको छ, यसमा पनि 3.5 अरब चाहिँ अबन्डामा छ। किनभने यो नयाँ मन्त्रालय भयो, नयाँ कार्यक्रम बनाउनु पर्ने छ, अब नयाँ कार्यक्रम बनेकै छैन र पहिलेदेखि चलिआएको सानोतिनो कुराहरू थिए। त्यो सानोतिनो कुराहरूको लागि 50-60 करोड रुपियाँ जति चाहिँ त्यहाँ छुट्याइएको छ। त्यसैले त्यो विनियोजनको कुराहरू भन्दाखेरि पनि मैले चाहिँ अब के गर्ने भन्ने कुराहरू चाहिँ राख्न चाहन्छु। पहिलो कुरा त यसो सोच्दै जाँदाखेरि एउटा गीतको चाहिँ सम्झना आयो क्या। यो चाहिँ गीत, यो नयाँ युवा साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नुभएको छैन होला, पुरानो साथीहरूले सुनिन्थ्यो म पनि। एउटा के गीत छ भने, म त यस्तो होइन दाइ पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि, म पनि यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको। एउटा लामो कहानी छ हैन। अब यो कहानी के छ त भन्दाखेरि, पिरती मेरो कसरी कोसँग बसेर म जोगी भएँ भन्ने कुरा आयो क्या, र मन्त्री भएँ भन्ने कुरा। मेरो पिरती चाहिँ खास गरी देशसँग बसेको हो, तर सुरुमा एकैचोटि देशसँग बसेको होइन, त्यो चाहिँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे 1-2 वर्ष भनेर त्यहाँ चाहिँ गाउँसँग पिरती बस्यो। गाउँसँग पिरती बस्दा बस्दै जिल्लासँग पिरती बस्यो, जिल्लाबाट अरू जिल्ला हुँदै हुँदै देशसँग पिरती बस्यो। त्यसैले अब अहिले जोगी भए, पक्का जोगी हो म चाहिँ। त्यो व्यवहारिक रूपमा पनि म जोगी नै हो। र यसमा के छ त भन्दाखेरि, यो कहानी लामो छ, तैपनि अब उसमा चाहिँ यो मन्त्रालयको बारेमा बोल्न चाहन्छु। यो मन्त्रालय सबैलाई, धेरैजसो नेपालीलाई को मनमा के छ भनेदेखि, महावीर पुन आएर यो विज्ञान तथा प्रविधि नवप्रवर्तन मन्त्रालय पहिलोचोटि बनायो भन्ने छ। धेरै माननीयज्यूहरूलाई पनि त्यही छ होला, नयाँ माननीयज्यूहरूलाई। पुरानो माननीयज्यूहरूलाई थाहा छ यो पहिलोचोटि होइन यो मन्त्रालय बनेको। 2053 सालमा बनेको हो यो, तर मन्त्रालय चाहिँ बन्यो र अहिलेसम्म यसको चाहिँ अवतार भइरहेको छ, विभिन्न रूपमा अवतार भइरहेको छ। कहिले के मन्त्रालयसँग जोड दिने, कहिले काम मन्त्रालय जोड दिने गरेर 2075 सालतिर यो चाहिँ शिक्षा मन्त्रालयसँग जोडियो। यसरी चाहिँ एक किसिमले बेवारिसी भयो, यो टुरा भयो। यो टुरा मन्त्रालयले अहिले चाहिँ पुनर्जन्म पाएको हो। त्यसैले यो नयाँ मन्त्रालय होइन, यो चाहिँ 7औं पुनर्जन्म हो। यो अहिलेको विज्ञान तथा प्रविधि मन्त्रालयको चाहिँ 7औं पुनर्जन्म हो। अब यसमा चाहिँ के छ त भन्दाखेरि,
पहिला के भएको थियो भने मन्त्रालय त बनाइयो निकै ठुलै किन अब कसैले चाहिँ मैले जसरी अहिले चाहिँ यसको लागि चाहिँ आवाज उठाएँ त्यति बेला पनि कसैले आवाज उठाएर मन्त्रालय बनाएको थियो होला। तर यो मन्त्रालय चाहिँ बनेपछि के भयो भनेदेखि यसको व्यवस्था गरियो। त्यति बेलाको यो 2000 यो जुन 53 सालमा बन्यो त्यसपछि चाहिँ के हो भन्दाखेरि राजनीतिमा चाहिँ यसमा राजनीतिकरण भयो र राजनीतिमा भागबन्ड गर्दाखेरि यसलाई चाहिँ भागबन्ड लेखाएको हो। भागबन्ड गर्दाखेरि कुनै एउटा सानो दललाई एउटा मन्त्री पद दिएर खुसी पार्नको लागि भनेर भागबन्डमा चाहिँ कसैलाई सानो दलको कुनै एकजना माननीयलाई चाहिँ मन्त्री बनाउने अनि त्यसलाई चाहिने सचिवहरू कर्मचारीहरू पनि अरू ठाउँमा काम नलाग्ने कर्मचारीहरू अथवा अटेर गर्ने कर्मचारीहरूलाई त्यहाँ लगाएर राखिदिने। त्यसो गरेपछि यो यसले कसरी काम गर्न सक्छ त? त्यसैले यो चाहिँ एकदमै एक किसिमले टुरो हेला गरिएको मन्त्रालय थियो। अब चाहिँ अहिले चाहिँ नयाँ सरकारले यसलाई चाहिँ एउटा नयाँ मन्त्रालयको रूपमा चाहिँ गरेको छ। मलाई मन्त्री बनाइदिनु भएको छ, म धन्यवाद पनि दिन चाहन्छु र मुरी धन्यवाद दिन चाहन्छु। र अब यो अस्तिको जुन सदनमा माननीय ज्यूहरूले चाहिँ प्रश्न राख्नु भएको थियो, धेरैले राख्नु भएको थिएन, 7 जनाले राख्नु भएको थियो। 7 जना माननीयज्यूहरूले राख्नुभएको कुरा प्रश्न पनि थिएन, धेरैको चाहिँ एउटा सुझाव जस्तो थियो। त्यसको बारेमा म चाहिँ भन्न चाहन्छु। सबैभन्दा पहिलो कुरा माननीय गुरुप्रसाद बरालजीले भन्नुभएको थियो। उहाँले के भन्नुभएको थियो भने 10 वर्ष अगाडि यो 15औँ 16औँ हो कि 15औँ त्यसमा चाहिँ योजनामा चाहिँ यो चाहिँ राखिएको थियो यसको कार्यक्रमहरू र 10 लाख चाहिँ रोजगारी सिर्जना गर्ने भन्ने किसिमको एउटा कागजी चाहिँ योजना चाहिँ राखिएको रहेछ। अब नेपालमा यो चाहिँ एउटा रोग जस्तै नै छ, धेरै कुराहरू कागजमा चाहिँ एकदम प्रष्टसँग राखिन्छ, मजासँग राखिन्छ, पढ्दाखेरि मजा नै आउँछ, तर व्यवहारमा लागू भएको छैन। र त्यो योजना 10 वर्ष अगाडि राखेको भए पनि यो चाहिँ यसमा लागू भएको थिएन। अनि उहाँले भन्नुभएको थियो नासको ऐन चाहिँ 2048 सालमा ल्याएको भन्ने छ पुरानो सरकारले। नास अहिले पनि जीवितै छ, चलिरहेको छ। तर सुरुमा जुन उद्देश्यले नासको स्थापना भएको थियो पछि आएर चाहिँ यही हो, कसैले वास्ता नगरेपछि बिग्रिन्छ, स्याहार सुसार गर्यो भनेदेखि सप्रिन्छ, कसैले वास्ता नगरेपछि बिग्रिन्छ। त्यसमा चाहिँ स्याहार सुसार नपुगेर यो नासले चाहिँ अलिकति बाटो बिराएको छ। यसलाई चाहिँ हामीले अगाडि बढाउनु पर्ने छ। त्यस कारणले नासलाई कसरी बढाउने भनेर मैले अस्तिको पटक शिक्षा मन्त्री हुँदाखेरि पनि नासमा नै गएर त्यहाँ चाहिँ कार्यक्रममा मैले के भनेको थिएँ भनेदेखि 15 दिनभित्रमा यसलाई कसरी पुनर्संरचना गर्न सकिन्छ। खास गरी के छ त भन्दाखेरि खर्च त्यो चालु पुँजी चाहिँ धेरै छ अनि जुन पुँजीगत खर्च चाहिँ एकदम थोरै छ। योलाई चाहिँ एकदम ब्यालेन्समा ल्याउनुहोस्, यसको लागि पुनर्संरचना गर्नुहोस् भन्न मैले भनेको थिएँ। 15 दिनको समय दिएको, खोइ आउँदै आएन। अब आउँछ होला है, म मगाउँछु। त्यसको लागि नासलाई चाहिँ हामीले त्यसमा चाहिँ खास गरी गर्नुपर्ने कुरा के छ भन्दाखेरि नवप्रवर्तनलाई चाहिँ प्राथमिकता दिनुपर्नेछ। र मान्यज्यूले भन्नुभयो असोज 1 गते विज्ञान दिवस मनाउने भनेर जुन सुरु भएको छ, कति वर्ष भयो विज्ञान दिवस चाहिँ मनाउने छ, सरकार मनाइरहेको छ हरेक असोज 1 गते। र त्यो विज्ञान दिवस चाहिँ दिवस मात्रै मनाउने भएको छ। र पहिला एउटा दुईटा दिवसमा त म पनि आएको थिएँ, त्यसपछि त आउने छोडेँ। किनभने दिवस मात्रै मनाएर विज्ञान तथा प्रविधिको विकास हुँदैन भन्ने मेरो मान्यता हो र त्यसलाई पनि हामीले सुधार गर्नुपर्नेछ। र अरू कुराहरू नीति नियमहरू बनाएको कुराहरू माननीयज्यूले राख्नु भएको थियो, जस्तो परमाणु नीति, यो राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीतिहरू त बनाएको छ, 2-4वटा नीतिहरू बनाएको छ। तर त्यो नीति मात्रै बनायो, त्यसको कार्यान्वयन चाहिँ भएको छैन। अब त्यसलाई चाहिँ हामीले अगाडि चाहिँ बनाउनु पर्ने छ।
र उहाँको अर्को सुझाव थियो पूर्वाधार विकासको लागि विशेष बजेट माग गर्दछु भनेर माग गर्नुभएको थियो सरकारसँग र त्यसको लागि चाहिँ धन्यवाद छ। पूर्वाधार चाहिँ धेरै बनाउनु पर्छ, यति थोरै पूर्वाधारले पुग्दैन र त्यो पूर्वाधारको लागि अब हामीलाई बजेट बनाउनु पर्नेछ, पर्याप्त बजेट। र उहाँले एउटा महत्त्वपूर्ण कुरा राख्नु भएको छ। महत्त्वपूर्ण के राख्नु भएको छ भने विज्ञान प्रविधिको कुरा अरू विकसित देशहरूले गर्छन् आविष्कार है, विज्ञान प्रविधिको आविष्कार अरू देशहरूले गर्छन्, हामीले गर्ने भनेको नवपरिवर्तन हो। यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। जापानले पनि कुनै धेरै आविष्कार गरेको छैन, चाइनाले पनि धेरै आविष्कार गरेको छैन। आविष्कार गर्ने त अमेरिकाहरू, युरोपियन देशहरू, तिनीहरू हो नयाँ नयाँ चिजको आविष्कार गर्ने, र हामीले गर्ने भनेको नवपरिवर्तन हो। र खास गरी उद्योगमा व्यवसायहरूमा गर्ने भनेको कसैले गरेको आविष्कारलाई नवपरिवर्तन गरेर त्यसलाई व्यवसायीकरण गर्ने, औद्योगिकरण गर्ने, व्यवसायीकरण गर्ने, र हामीले गर्ने पनि त्यही हो। यो कुरा सारा नेपाली जनताहरूले बुझ्नु पर्नेछ। तर मेरो दिमाग बिग्रेर मैले के राखेँ भन्दाखेरि राष्ट्रिय आविष्कार केन्द्र भनेर नाम राखेँ एउटा, त्यहाँ बनाउँदाखेरि है त्यो दिमाग किन बिग्रियो भने त्यति बेला इनोभेसनको नेपाली चाहिँ आएन क्या, इनोभेसनको नेपाली आएन। नेपालीको विज्ञहरूलाई सोद्धाखेरि एउटा नवपरिवर्तन भन्ने शब्द अहिले चाहिँ धेरैलाई थाहा छ, तर म राष्ट्रिय आविष्कार केन्द्र खोल्दाखेरि नवपरिवर्तन भन्ने शब्द धेरैलाई थाहै थिएन, त कसैलाई थाहा थिएन प्रोफेसरहरूसँग सल्लाह गर्दा। त्यस कारणले त्यो नवपरिवर्तन केन्द्रलाई चाहिँ आविष्कार केन्द्र नाम राख्दाखेरि महावीर पुनले के आविष्कार गर्यो, यसले कबड्डी खलायो भनेर त्यो नाम आएको छ है। गर्ने चाहिँ हामीले आविष्कार पनि गर्ने हो, समय लाग्छ होला, कुनै जमानामा होला, कुनै समयमा होला, तर गर्ने भनेको चाहिँ के हो भन्दाखेरि कसैले गरेको आविष्कारलाई चाहिँ हामीले नवपरिवर्तन गरेर त्यसलाई चाहिँ अर्थतन्त्र बढाउने हो। जस्तो भनौँ यो माइकको आविष्कार पनि त, माइक्रोफोनको आविष्कार पनि त कसैले गर्यो। अब माइक्रोफोन बनाउने कम्पनीहरू त कति छन्। अनि के अरे उसको आविष्कार, यो के भन्छ मोबाइलको आविष्कार कसैले गर्यो। अब अहिले हजारौँ किसिमका मोबाइल कम्पनीहरू छन्, त्यो नवपरिवर्तन गरेको। त्यसैले यो चाहिँ उहाँले भन्नुभएको कुरा चाहिँ एकदमै सही हो। उहाँलाई यो कुरा चाहिँ अरूले पनि बुझ्नको लागि म अनुरोध गर्न चाहन्छु। र बजेट घटाइयोस् भन्नुभएको छ, यसको बारेमा म 1 रुपियाँ बजेट म भनौँला, यसको बारेमा अन्तिममा भन्छु। अब माननीय खुसबु ओलीजीले भन्नुभएको कुरा हो ब्रेन गेन गर्ने भन्ने कुरा हो। यो ब्रेन गेन भन्ने शब्द चाहिँ एउटा मिठो शब्द, सबैले बोल्ने शब्द चाहिँ भएको चाहिँ निकै भइसक्यो। पहिलेको सरकारहरूमा पनि यो ब्रेन गेन गर्नुपर्छ, यो ब्रेन ड्रेन होइन। नेपालको प्रतिभाहरू विदेशमा गए ड्रेन भए भन्ने होइन, ब्रेन गेन गर्नुपर्छ भनेर अब भाषणहरू चाहिँ धेरै हुन्थ्यो। अब त्यो गर्ने हो, तर कागजमा मात्रै ब्रेन गेन गर्ने गर्ने होइन। अब व्यवहारमा कसरी गर्ने भन्ने कुरा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालयले अब ब्रेन स्टोर्मिङ गर्दैछ। अब यसको लागि अरू कुरा जस्तो एआईको कुराहरूको, डाटा सेफ्टीको कुराहरू भयो, यो सबै कुराहरू चाहिँ उहाँले राख्नु भएको थियो, यसो गर्नुपर्छ भन्ने कुराहरू, त्यो चाहिँ हामीले एकदम गम्भीरताका साथ चाहिँ हेरिँदैछ होइन। अब के हुन्छ र त्यसमा पनि अहिलेको सरकारको मुख्य उद्देश्य चाहिँ अब यही छ, एआई आइटीलाई चाहिँ कसरी चाहिँ बढीभन्दा बढी गरेर यसलाई अगाडि बढाउने भन्ने छ सरकारको। त्यसैले प्रधानमन्त्रीज्यूले यो आइटी सम्बन्धी, एआई सम्बन्धी सबै जिम्मेवार चाहिँ पहिला चाहिँ सञ्चार मन्त्रालयमा थियो, अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ। र उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो। त्यसैले यो चाहिँ उहाँले राख्नुभएको कुरा यसमा पनि छ। र उहाँले राख्नुभएको अर्को कुरा के छ भनेदेखि नवपरिवर्तन भएर, अनुसन्धान भएर नवपरिवर्तन गरेर कुनै चिज निस्किन्छ भने त्यो चिज चाहिँ उद्योगहरूले चाहिँ उपभोग गर्नु पाउनुपर्छ भन्ने चाहिँ उहाँको माग छ।
उद्योगहरूले उपभोग गर्न पाउनु पऱ्यो अरे। कसैले केही नयाँ कुराहरूको आविष्कार गर्यो, अनुसन्धान गर्यो, नवपरिवर्तन गर्यो भने त्यो चाहिँ गर्ने नै त्यही हो। त्यो अनुसन्धान, रिसर्च, इनोभेसन भन्ने कुरा कागजमा लेखेर चाहिँ पेपरमा पब्लिस गर्नलाई मात्रै गरेको होइन। त्यसको कुरा चाहिँ अब उद्योगहरूले नै गर्ने हो। र त्यसको लागि चाहिँ के छ त भन्दाखेरि हामीले त्यो कुरामा जोड दिनुपर्छ। अहिले चाहिँ त्यो कुरामा जोड दिएकै छैन र कसैले उद्योगपतिहरूलाई पनि त्यो थाहा छैन। उद्योग चलाउनेहरूलाई पनि हामी चाहिँ नवपरिवर्तन गर्ने मान्छेहरूसँग, नवप्रवर्तकहरूसँग, वैज्ञानिकहरूसँग मिलेर हामीले चाहिँ उद्योग धन्दा चाहिँ को विकास गर्नुपर्छ, विस्तार गर्नुपर्छ भन्ने कुरा उद्योगपतिहरूलाई पनि थाहा छैन। त्यसैले त्यो कुरालाई चाहिँ हामीले एकदमै जोड दिनेछ। र उहाँले राख्नुभएको अर्को कुरा पेटेन्टको व्यवस्थाको बारेमा हो। पेटेन्ट चाहिँ छैन। पेटेन्ट गर्ने व्यवस्था अफिस छ, कति सालमा स्थापना भएको हो त्यो अफिस छ, उद्योग मन्त्रालयमा छ। म पनि एकपटक गएको थिएँ। पेटेन्ट गर्ने व्यवस्था नै छैन भने पनि हुन्छ। 2-4वटा कर्मचारी राखेर एउटा कोठामा पेटेन्ट अफिस भनेर खोलेर चाहिँ त्यो पेटेन्ट हुँदैन। त्यसैले अब त्यो चाहिँ एकदमै गम्भीरतापूर्वक सोच्नुपर्ने कुरा हो। सोचिराखेको छौँ र खास गरी अब अहिलेको यो युनिभर्सिटीमा पढ्ने, विदेशमा पढेर आएका हाम्रो युवाहरूले चाहिँ एकदमै ठुलो माग गर्नुभएको छ। मलाई नै माग गर्नुहुन्छ पेटेन्ट। हामीले केही कुराहरूको चाहिँ अनुसन्धान गर्यो, आविष्कार गर्यो भने त्यसको पेटेन्ट नगर्यो भनेदेखि चाहिँ हामीले दुःख नगरेको हुनाले हामीले दुःख पाइरहेका छौँ। अहिले कुनै चिजको पेटेन्ट गर्नु पऱ्यो भने कतिपय त इन्डियामा गएर पेटेन्ट दर्ता गर्छ। त्यसैले यो पेटेन्ट अफिस चाहिँ उद्योगमा भएको पेटेन्ट अफिसलाई अहिले यस विषयमा अस्तिदेखि हामी गम्भीर छलफल पहिलेदेखि पनि चलाइरहेको थियो। यो उद्योगमा भएको, मन्त्रालयमा भएको यो पेटेन्ट अफिसलाई चाहिँ हामीले यो विज्ञान प्रविधि तथा अनुसन्धान मन्त्रालय अन्तर्गत ल्याएर यसलाई एकदमै दह्रो बनाउनुपर्छ भन्ने चाहिँ हामीले चाहिँ यसमा के अरे कोसिस गरिरहेको छौँ, छलफल गरिरहेको छौँ। र मान्य खुसबु ओलीको अर्को माग थियो कि स्थानीय सरकारको लागि पनि यो विज्ञान मन्त्रालयबाट, प्रविधि मन्त्रालयबाट बजेट छुट्याउनुपर्छ भन्ने उहाँको माग थियो। यसमा मेरो भनाइ के छ भनेदेखि अहिलेदेखिको भनाइ होइन। मेरो भनाइ धेरै पहिलेदेखिको, जब पहिलोचोटि चाहिँ स्थानीय सरकार चुनाव भएर स्थानीय सरकार बन्यो, संविधान बनिसकेपछि त्यसपछिका स्थानीय सरकारहरूलाई र प्रदेश सरकारहरूलाई मैले भन्ने गरेको कुरा के छ भने तपाईँहरूको पुँजीगत खर्चको 1% त्यो विज्ञान प्रविधि नवपरिवर्तनलाई छुट्याउनुहोस्। मैले सङ्घीय सरकारलाई मात्र भनेको होइन। सङ्घीय सरकारलाई भनेको मात्र सुन्नुभएको छ होला तपाईँहरू धेरैले। र प्रदेश जाँदाखेरि प्रदेश सरकारहरूको मन्त्रालयहरूमा पनि गएर मुख्यमन्त्रीज्यूहरूलाई भेटेर, गाउँपालिकाको चाहिँ अध्यक्षहरू, नगरपालिकाको मेयरहरूलाई भेटेको जतिलाई मैले जहिले पनि अहिलेदेखि होइन उहिलेदेखि चाहिँ 1% बजेट छुट्याउनुहोस् भनेर भनिरहेकै हो। किनभने एउटा अभियान हुनुपर्छ यसमा। र अस्ति म मन्त्री हुनुभन्दा अगाडि पनि मैले प्रदेश सरकारहरूलाई मैले भनेको थिएँ, एउटा आह्वान गरेको थिएँ, तपाईँहरूले पनि 1% बजेट छुट्याउनुहोस्। अब त्यो उहाँहरूले 1% बजेट छुट्याउनु भयो भने सङ्घीय सरकारले छुट्याएको 1%बाट दुईटैको यसो बजेट मिसाएर केही न केही संयुक्त रूपमा कार्यक्रमहरू त गर्नु सकिन्छ नि। तर वास्तविकता के छ भनेदेखि कोही पनि प्रदेश सरकार, कोही पनि स्थानीय सरकारको दिमागमा यो कुरा घुसाउनै सकेको छैन मैले। र अब पनि म घुसाउने प्रयास गर्छु। अपवादको रूपमा एउटा स्थानीय सरकारले म किताब बेच्दै जाँदाखेरि विराटनगरभन्दा उत्तरतिर बुढी गङ्गा गाउँपालिकाको एकजना चाहिँ गाउँपालिकाको अध्यक्षले अस्तिको यो अहिलेको चालु आर्थिक वर्षमा 1% छुट्याएको छु दाइ, ल यसलाई कसरी खर्च गर्ने भन्दै थिएँ। अनि म त यहाँ यतातिर लागेँ र म उहाँलाई सहयोग गर्न सकेको छैन। तर त्यो कुरा पनि यदि स्थानीय सरकार र प्रदेश सरकारले पनि पुँजीगत खर्चको 1% बजेट छुट्याउँछ भने हामीले पक्कै पनि उहाँहरूसँग सहकार्य गरेर गर्ने एउटा कार्यक्रमहरू बनाइनेछ। र उहाँ मान्यजीले भनेको कुरा उहाँले हिसाबै गर्नुभएछ।
मैले त हिसाब गरेको थिएन, मैले त उही पुँजीगत खर्चको 1% आएछ भन्नेसम्म गरेको थिएँ। उहाँले हिसाब के गर्नुभएको छ भने यो बजेटको यो आर्थिक वर्षको के अरे टोटल बजेटको चाहिँ अहिलेको चाहिँ छुट्याएको चाहिँ 0.18% छुट्याएको छ, यसले पुग्दैन भन्नुभएको छ होइन। त्यो भनेको त्यही 4 अरब रुपियाँ हो पुँजीगत खर्चको 1%, जसरी भने पनि। र यो कम भयो भन्ने कुरा छ। यो कम भयो कि के भयो भन्ने कुरा म पछि बताउने छु। अब माननीय अरविन्द शाहजीले चाहिँ भन्नुभएको कुराहरू म यहाँ राख्न चाहन्छु, जो जवाफ पनि दिन चाहन्छु। र यो अनुसन्धान भनेर त्यो अनुसन्धान गर्ने मात्र होइन, यसलाई चाहिँ आर्थिक रूपान्तरण, यसलाई प्रयोग गरेर आर्थिक रूपान्तरण गर्नुपर्छ देशको भन्ने कुरा उहाँको छ। गर्ने नै त्यही हो। धेरैले अनुसन्धान गर्ने, रिसर्च गर्ने, इनोभेसन गर्ने भनेपछि यो खेले जस्तो ठान्छन् क्या। रिसर्च गर्ने, पेपर लेख्ने, अब जर्नलहरूमा छपाउने, अनि कागजमा के अरे व्यवहारमा केही नगर्ने। रिसर्चहरू गर्ने भनेर बजेट छुट्यायो, यहाँ भइरहेको छ, त्यस्तै भइरहेको भएर हो। यहाँ चाहिँ विभिन्न मन्त्रालयहरू अन्तर्गत अनुसन्धान गर्ने भनेर केही बजेटहरू छुट्याएकै छ, छुट्याउँछन् सबै ठाउँमा, धेरैजसो मन्त्रालयमा छ, छुट्याउँछन्। अनि त्यो पैसा त त्यो आर्थिक वर्षभित्रमा त खर्च गर्नै पर्यो। अनि के खेले जस्तो गरेर अनि सिद्ध्याउँछ। तर त्यसले चाहिँ त्यसरी चाहिँ हुँदैन। र मैले भनेको कुरा के हो भनेदेखि देशको अर्थतन्त्र सुधार्नको लागि प्रमुख है, प्रमुख भनेको सुरुको स्टेप भनेको चाहिँ के हो त भन्दाखेरि विज्ञान प्रविधि नवपरिवर्तनमा खर्च गरेर देशको आर्थिक रूपान्तरण गर्ने। मैले भनेकै त्यही हो। अर्थतन्त्रलाई सुधार्ने हो भने, जस्तो अहिलेको हाम्रो सरकार छ, हरेक सरकारले भनिरहेको छ देशको अर्थतन्त्र सुधार्ने, यति रोजगारी सिर्जना गर्ने, जिडिपी यहाँसम्म पुर्याउने होइन, पर क्यापिटा इन्कम यहाँसम्म पुर्याउने भन्ने सबैको भाषणमा आउँछ। पहिला पनि आउँथ्यो, अहिले पनि आएको छ। तर त्यो गर्ने कसरी? त्यो गर्ने भनेको यो रिसर्च इनोभेसनमा खर्च गरेर त्यसबाट आएको जुन छ नतिजालाई प्रयोग गरेर औद्योगिकरण गर्ने, उद्यमीहरू बढाउने, धेरैभन्दा धेरै उद्यमीहरू बढाउने, अनि देशको अर्थतन्त्र सुधार्ने। उद्यमीले कर तिर्छ, युवाहरूले रोजगार पाउँछन्, अर्थ मन्त्रालयको ढुकुटी बढ्छ, अनि आर्थिक रूपान्तरण भयो भने त्यस्तो हुन्छ। अहिलेकै सदनमा आएर मैले पनि देखेँ, पहिला त त्यति ख्याल राख्ने थिएन। हरेक माननीयज्यूहरूले आफ्नो गाउँमा यो चाहियो, बाटो चाहियो, पुल चाहियो, स्कुल चाहियो, अस्पताल चाहियो, सबै भन्नुहुन्छ। अब त्यो दिनलाई सरकारले पुरा गर्नको लागि पैसा चाहियो, पैसा बनाउनको लागि आर्थिक रूपान्तरण गर्नु पर्यो। अहिलेको जस्तो जुन छ कोष, जुन खडा ढुकुटी जुनमा पैसा आउने जुन तरिका छ, अलिकति कर सर लगाएर जबरजस्ती, कुनैमा जबरजस्ती होइन, कर पनि लगाउनु परेको छ कोष बढाउनलाई हो होइन। अब त्यो जबरजस्ती कर लगाएर त्यो चाहिँ ढुकुटी भरेर त्यो आर्थिक रूपान्तरण चाहिँ हुँदैन। त्यसको लागि नवपरिवर्तनलाई चाहिँ जोड दिनै पर्छ। र माननीयज्यूले भनेको कुरा पनि त्यही हो। त्यसको लागि पनि माननीयज्यूलाई धन्यवाद दिन चाहन्छु। र अब उहाँले चाहिँ कोरिया इजरायलको उदाहरण दिनुभयो है, कोरियाले कसरी आर्थिक रूपान्तरण गर्यो अनि इजरायलले कसरी के अरे आर्थिक रूपान्तरण गर्यो भन्ने उदाहरणहरू दिनुभएको छ। यो उदाहरण त मैले विगत 26 वर्षदेखि हरेक सरकारको मात्र प्रधानमन्त्री, अर्थमन्त्री र खास गरी राष्ट्रिय योजना आयोग जति भए त्यो सबैलाई यो कुरा मैले भनिराखेकै कुरा हो। 26 वर्षसम्म कुनै कुरा लगातार भन्दाखेरि पनि नथाक्ने मान्छे त्यही हो, मै हो। तर सुनेको कसैले होइन। अहिलेको सरकारले कताबाट सुन्नुभयो, डराएर सुन्नुभयो कि किन सुन्नुभयो थाहा छैन है। 26 वर्षदेखि मैले भनेको कुरा चाहिँ यो हो। इजरायल र कोरियाकै उदाहरण दिएर भने हो के। कसरी भने हो भन्दाखेरि कोरिया कसरी अहिले यस्तो अवस्थामा आयो, इजरायल किन त्यति साह्रो शक्तिशाली भयो, र विकसित देशहरू अमेरिका किन त्यति धनी भयो,
बेलायत जर्मनीहरू किन जापानहरू किन त्यति भयो भन्दाखेरि मैले उदाहरण के दिन्थेँ भने उहाँहरूको उदाहरण दिएको, विकसित देशहरूको उदाहरण दिएको। त्यो उदाहरण चाहिँ के हो त भन्दाखेरि मैले जिडिपीको विकसित देशहरूले 3% माथि खर्च गर्छ। जिडिपीको सबैभन्दा धेरै खर्च गर्ने इजरायल हो, उसले 5% जति खर्च गर्छ। अनि कोरियाले 4.5-4.5% जति खर्च गर्छ। त्यसैले त्यो भएको यही उदाहरण दिन्थेँ। यो कुरा मैले मेरो आत्मकथाको किताबमा पनि पहिलाको सरकारहरूसँग 26 वर्षमा कुन प्रधानमन्त्रीलाई कुन अर्थमन्त्रीलाई के गरे भनेर त्यो सबै कुराहरू यस्तो उदाहरण कस्तो उदाहरण दिए भन्ने कुरा मेरो आत्मकथाको किताबमा पनि लेखेको छ। अब तपाईँहरूले पढ्नु भएको छैन, पढ्नु होला, त्यहाँ थाहा पाउनुहुनेछ। त्यसैले यो कुरा चाहिँ हामीले सिक्नुपर्ने थियो, सिकिएन, अझैसम्म सिकिएको छैन, आजको दिनसम्म सिकिएको छैन। मैले माग गरेको त जिडिपीको 1% हो, तर नसक्ने भएर पुँजीगत खर्चको 1% भनेको छ। त्यसैले कति वर्ष लाग्छ सिक्नको लागि, 1%बाट सुरु गर्नुपर्छ भन्ने हो। यो कुरा हामीले अरू देखेर पनि सिक्ने कुरा हो। र उहाँले भन्नुभएको कुरा छिमेकी देश भारतसँग, सबैभन्दा नजिकको छिमेकी देश, खुला सिमाना भएको देश, सजिलो आउन जान सजिलो भएको देश भारतै हो। भारतसँग व्यापार बढाउनुपर्छ भन्नुभएको छ। र त्यसको उदाहरण चाहिँ म एउटा दिन चाहन्छु। यो वीरगञ्ज कृषि औजार कारखाना जुन अहिले मैले चाहिँ राष्ट्रिय आविष्कार केन्द्र मार्फत जबरजस्ती चलाइरहेको छु, मोडेबल लगाएर। म त्यहाँ गएपछि त्यहाँको जनताहरूले भन्यो, के भन्थ्यो भने उति बेला त्यो कारखाना चल्दाखेरि त्यहाँ बनेको सामानहरू भारतमा निर्यात हुन्थ्यो क्या, भारतमा निर्यात हुन्थ्यो भनेर मैले थाहा भएको। अब निर्यात गर्नलाई त कुनै चिज बन्नु पर्यो। भारतसँगको व्यापार, चीनसँगको व्यापार, अन्य विदेशी राष्ट्रहरूसँगको व्यापार बढाउनको लागि त कुनै चिज बन्नु पर्यो। बन्नको लागि त के गर्नु पर्यो? त्यो आफै त बन्दैन, मन्त्र हुँदैन क्या। कुनै चिज सबैले के ठान्नुहुन्छ भने नेपालीहरूमा कुनै चिज बनाउनलाई अब मन्त्र, कुन वेदमा कुन शास्त्रमा मन्त्र लेखेको छ त्यो मन्त्र खोज्नुहुन्छ। मन्त्र हुँदैन, मन्त्रले केही पनि बन्दैन। नवपरिवर्तन भन्ने मन्त्र हो त्यो। नवपरिवर्तन भन्ने मन्त्र कुनै शास्त्रमा लेखेको छ होला, तर त्यो पढेको छैन। तपाईँले खोज्नुहोस् कुन शास्त्रमा नवपरिवर्तन भन्ने मन्त्र लेखेको छ, त्यही मन्त्र लगाएर कुनै चिज बनाउने हो अनि विदेशीहरूसँग, छिमेकी राष्ट्रहरूसँग व्यापार गर्ने हो, व्यापार घाटा घटाउने हो, देशको आर्थिक रूपान्तरण गर्ने हो। यो चाहिँ उहाँले भनेको कुरा सही हो। र उहाँले भनेको कुरा चाहिँ राष्ट्रिय स्टार्टअप कोष बनाउनु पर्यो, इन्टरप्रेन्योरहरूलाई सहयोग गर्नु पर्यो, यो उद्यमीहरूलाई भन्ने कुराहरू छ। अब हामीले गर्ने कुरा त्यही हो। राष्ट्रिय स्टार्टअप कोष थियो के, अहिलेसम्म नभएको होइन, अब बनाउनु पर्ने होइन। उद्योग मन्त्रालयमा स्टार्टअप कोष थियो। माननीय दिलेन्द्र बडुजी उहाँ मन्त्री हुँदाखेरि मलाई एक दिन बोलाउनु भयो र उहाँले भन्नुभयो 3 करोड रुपियाँ स्टार्टअप कोष राखेको छ, यो चाहिँ खर्चै नहुने भयो, कसरी खर्च गर्ने होला भनेर मलाई सोध्नु भएको थियो। त्यसपछि पनि 3 करोडबाट 7 करोड 8 करोडसम्म अहिले यो वर्ष पनि छ स्टार्टअप कोष। त्यहाँ कोष बनाउने, खर्च गर्न नजान्ने। खर्च गर्न किन जानिएन भन्दाखेरि स्टार्टअप कोषलाई खर्च गर्नको लागि नवपरिवर्तन हुनैपर्छ। कसैले कुनै आइडिया त ल्याउनु पर्यो नि। पैसाले त आफै आइडिया त निकाल्दैन, कोही निकाल्छ पैसाले। त्यसैले कोष खडा गरेर मात्र हुँदैन, नवपरिवर्तन गर्नुपर्छ। कुनै न कुनै, चाहे सिओ बनाउने होस्, सिन्का बनाउने होस्, जसुकै बनाउने होस्, आइडिया निकाल्नुपर्छ। त्यसको लागि नवपरिवर्तनलाई जोड दिनुपर्छ भनेर मैले भन्ने कुरा त्यही हो। र माननीय अरविन्द शाहले भन्नुभएको अर्को कुरा के छ भने विदेशमा बसेका हाम्रो कूटनीतिज्ञहरूले चाहिँ विदेशीहरूसँग, विदेशी सरकारहरूसँग अब रिसर्च इनोभेसनको लागि त्यहाँ पनि पहल गर्नु पर्यो भन्ने माग गर्नुभएको छ। विदेशी नियोग, हाम्रो राजदूतहरू हुनुहुन्छ कहाँ के छ, उहाँहरूले गर्नु पर्यो। उहाँको माग एकदम जायज हो। तर यो माग चाहिँ
मैले अहिलेदेखि होइन उहिलेदेखि गरे हो। मैले यो संसारको धेरै देशहरू घुम्दाखेरि, संसारैभरि भनौँ न, घुम्दाखेरि जहाँ चाहिँ नेपाली राजदूत दूतावास छ, जहाँ चाहिँ के अरे यो नियोगहरू छन्, त्यहाँ म त्यो देशमा गयो भने उहाँहरूले मलाई बोलाउनु हुन्थ्यो क्या। यहाँ अर्जुनजी पनि यहाँ हुनुहुन्छ, हाम्रो के अरे उहाँ राजदूत हुनुहुन्थ्यो। यहाँ धेरै राजदूतहरूसँग चिन्नुहुन्छ, मलाई चिन्नुहुन्थ्यो। म त्यो देशमा गएपछि उहाँहरूले कमसेकम ब्रेकफास्ट खान बोलाउनुहुन्थ्यो। अनि मैले राख्ने मागै त्यही थियो त, तपाईँहरू राजदूत हुनुहुन्छ, यहाँको चाहिँ कुनै यस्तो किसिमको उच्च पदस्थ अधिकारीहरूसँग सरकारहरूसँग भेटघाट हुन्छ होला, यसको चियापान पनि हुन्छ होला। चियापान हुँदाखेरि तपाईँहरूले कुनै यस्तो मागिहाल्ने होइन, यस्तो बनाइदिनुहोस् उस्तो बनाइदिनुहोस् भनेर मागिहाल्ने होइन, तर केही न केही चिज यसो गरिँदैछ भनेर हामीले गरेको कुराहरूलाई भन्नुहोस्, इन्डाइरेक्टली भन्नुहोस् भनेर मैले हरेक राजदूतज्यूहरूलाई भनेको छु, विदेशमा काम गर्नेहरूलाई भनेको छु। उहाँहरूले कति गर्नुभयो, के गर्नुभयो त्यो चाहिँ थाहा छैन है। तर अब पनि यसो गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ भनाइ हो। र विदेशमा बस्ने रिटर्नीहरूलाई के गर्ने भनेर उहाँहरूले केही न केही सहयोग गर्नुपर्छ भन्ने छ, त्यो त दिमागमा छ। हेर्नुहोस्, त्यो भनेको ब्रेन गेनको कुरा हो। विदेशबाट यहाँ आउँछन् कोही म जस्तै क्रेजी भएर आउँछन् होइन, अब महावीर पुनले नेपालमा गएर यस्तो यस्तो गरेछ, हामी पनि गर्छु भनेर आउँछन्, मलाई पनि भेट्छन्, अनि यहाँ आएर 1-2 वर्ष बस्छन्, अनि त्यहाँदेखि दिमाग फेल भएर फेरि फर्केर जान्छ। हामीले गेन गर्न सकिएको छैन र त्यस्ता किसिमका रिटर्नीहरूलाई चाहिँ हामीले केही न केही गर्नुपर्छ भन्ने सोचाइ थियो। अब के गर्ने, त्यसको लागि सबैले सल्लाह गर्नुपर्नेछ। अब रह्यो माननीय सन्दीप राणाज्यूले चाहिँ भन्नुभएको छ कि यो 21औं शताब्दीमा विज्ञान प्रविधि र नवप्रवर्तन गर्ने नीति अँगाल्नुपर्छ र बजेट बढाउनुपर्छ भन्नुभयो। 21औं शताब्दीमा गर्नुपर्छ भन्नुभयो, तर गर्नुपर्ने चाहिँ कहिले थियो भन्दाखेरि 18औं शताब्दीमा सुरु गर्नुपर्ने थियो क्या। 18औं शताब्दी सकेर 19औं शताब्दी पनि गयो, 20औं शताब्दी पनि गयो, 21औं शताब्दी पनि गइसक्यो, आएको छ, र अहिलेसम्म कोही पनि सरकारको, कोही पनि नेपालीको दिमागमा छिरेकै छैन। त्यसैले उहाँले भन्नुभएको कुरा एकदम जायज हो, धन्यवाद छ। र अब कुरा किन भन्दाखेरि यो चाहिँ 18औं शताब्दीमा के भयो, त्यो 18औं शताब्दी भनेको जब युरोपमा चाहिँ औद्योगिक क्रान्ति भयो। युरोपमा औद्योगिक क्रान्ति भएको समय भनेको पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न सुरु गरेको समय हो है, पृथ्वीनारायण शाहले। अब भयो नेपालमा के भयो त भन्दाखेरि त्यसपछि पृथ्वीनारायण शाह र बहादुर शाहले उहाँहरूको नेतृत्वमा जुन एकीकरण भयो, एकीकरण भइसकेपछि के भयो भन्दाखेरि त्यही अहिलेको हाम्रो नेताजीहरू जस्तो त्यति बेलाको चाहिँ विभिन्न खलकहरूको बिचमा त्यही हो, द्वन्द्व भयो। दरबारमा चाहिँ त्यस्तो किसिमको द्वन्द्व सुरु भयो, अनि खत्तम हुँदै हुँदै गएर राणा शासन आयो, त्यसपछि खत्तम भयो। राणा शासन नसिद्धिँदैसम्म औद्योगिक क्रान्तिको, त्यो 18औं शताब्दीमा भएको औद्योगिक क्रान्तिको हावा पनि छिर्न पाएन नेपालमा। विकास हुने त कुरै जाओस् क्या, हावै छिर्न पाएन त, अनि कसरी हुन्छ त, हामी अगाडि बढिन्छ त। ढिलो भयो, अझै पनि ढङ्ग आउँदैन। ढिलो भएपछि त ढङ्ग त आउनुपर्ने हो, अब ढङ्ग ल्याउने हो। त्यसैले यो चाहिँ एकदमै गम्भीर कुरा हो अघि, त्यसैले यो हामीले अगाडि गरौँ, सबै मिलेर कोसिस गर्ने हो। र अहिले 21औं शताब्दीमा आएर अहिले सांसद भएर, म सांसद हुनु भन्दाखेरि अगाडिदेखि हो, मैले अघि भने 26 वर्ष भयो। अब यो कुरालाई चाहिँ प्राथमिकता राखौँ भन्दाखेरि कुस्ती खेल्ने जस्तै भयो है। अब यो चाहिँ छ। र उहाँले भन्नुभएको अर्को कुरा जलवायु परिवर्तनको मुद्दा यो बजेटमा प्राथमिकता दिनुपर्छ भन्ने हो। त्यो कुरा चाहिँ बजेटमा परेकै छ होला भन्ने कुरा।
दिनुपर्छ, दिइराखेको छ। अब माननीय खड्ग साईजीले अर्को कुरा भन्नुभएको छ, दक्ष जनशक्ति इन्जिनियरहरूलाई नेपालमा कसरी राख्ने भनेर चाहिँ हामीले प्रयास गर्नुपर्छ भनेको छ। त्यो प्रयास अब विज्ञान प्रविधि तथा प्रवर्धन मन्त्रालयले त्यो चाहिँ गरिने छ हैन। आह्वान गर्ने हो, सबैलाई राख्न सकिँदैन, किनभने सबैलाई राख्नको लागि उहाँहरूले भने जस्तै पुर्याइदिनु पर्यो, पुर्याउने क्षमता छैन। जति सकिन्छ, जति चाहिँ अब पूजा गर्न सकिन्छ त्यो चाहिँ हामीले गरिने छ भन्ने कुरा। र माननीय धर्मराज केसीज्यूले चाहिँ भन्नुभएको छ, उहाँले चाहिँ सरकारलाई पनि यो बजेट छुट्याएकोमा के अरे यो मन्त्रालय गठन गरेकोमा धन्यवाद दिनुभएको छ। मैले पनि धन्यवाद दिएको छु। र यो रिसर्च डेभलपमेन्ट एन्ड इनोभेसनको क्षेत्र चाहिँ अब निर्धारण गर्नुपर्नेछ भनेर उहाँले भन्नुभएको छ। किनभने भएकै छैन, नभएको कुरालाई त अब सुरुदेखि नै के अरे विचार गरेर निर्धारण गर्नुपर्नेहरू हो। र जस्तो अब यहाँ अर्को कुरा के छ त भन्दाखेरि नार्कमा अनुसन्धान नभएको होइन कि, नार्कमा पनि अनुसन्धान भइरहेको छ, नासमा पनि अनुसन्धान भइरहेको छ, अरू मन्त्रालयमा पनि अनुसन्धान। तर उही त्यो वर्षको आर्थिक वर्षको अन्त्यसम्ममा अलिकति बजेट छुट्याएर त्यसलाई चाहिँ सक्ने किसिमले चाहिँ अनुसन्धान भइरहेको छ हैन। एआई भयो, मेसिन लर्निङको कुराहरू भयो, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, यो कुराहरूमा जोड दिनुपर्ने छ। यो कुरा सरकारले जोड दिएकै छ। र अब म के भन्न चाहन्छु भने यो सबै कुरामा मलाई चाहिँ सहयोग गर्ने चाहिँ माननीय धर्मराज केसीज्यू चाहिँ मेरो एकदमै सहयोगी हुनुहुन्छ। उहाँसँग यो सबै कुराहरू बढीभन्दा बढी र अरू माननीयज्यूहरूलाई पनि म स्वागत गर्न चाहन्छु। र माननीय कमल सुवेदीजीले चाहिँ उहाँको उसमा चाहिँ भनाइमा एउटा कुरा राख्नु भएको थियो, जोन एफ केनेडी अमेरिकाको राष्ट्रपतिले यो चन्द्रमामा मान्छे पठाउने भन्ने जुन एउटा भाषण छ, जसलाई चाहिँ मुन ल्यान्डिङ स्पिच भनिन्छ, स्पिचको कुरा राख्नु भएको थियो। त्यो भनेको चाहिँ के हो भन्दाखेरि विज्ञान प्रविधिमा छलाङ मार्ने कुरा हो। त्यो अमेरिकाले जोन एफ केनेडीले त्यो भाषण गरेर नगरेको भएदेखि त्यो छलाङ मार्ने थिएन। किनभने अमेरिकाले चन्द्रमामा एपोलो रकेटहरू पठाउनै सक्ने थिएन। त्यो चाहिँ छलाङ मार्ने कुरा गर्नुभएको छ। अहिले हामीले पनि मार्ने भनेको छलाङै हो, अब बिस्तारै जाउँला भनेर हुँदैन, एकदम छलाङ मार्नुपर्छ। छलाङ मार्ने कसरी सबैले चाहिँ यसमा हामीले चाहिँ बनाउँ के अरे सोच्नु पर्ने कुरा छ। र अब उहाँले भन्नुभएको कुराहरू आइटी हब बनाउने, भू उपग्रहहरू हाम्रो अन्तरिक्षमा पठाउने, प्रतिभा पलायनलाई रोक्ने भन्ने कुराहरू, यो 4 अरब पैसा चाहिँ कम भयो भन्ने कुराहरू उहाँले राख्नु भएको छ। र यो कुराहरू मैले अघि नै भनिसकेँ। र उहाँ 7 जना माननीयज्यूहरूले भन्नुभएको कुरा यो हो। र म यहाँ अरू कुरा के राख्न चाहन्छु भने पहिला कुरा 1% को कुरा। र माननीयज्यूहरूले भन्नुभएको यो 1% पैसा चाहिँ एकदमै कम भयो भन्ने कुरा। र मलाई थाहा छैन, योभन्दा अघिल्लो वर्षको सदनहरूमा यो विज्ञान प्रविधिलाई यसरी बजेट छुट्याउनु पर्छ भनेर कुनै माननीयले चाहिँ आवाज उठाउनु भयो कि भएन, मलाई शङ्कै लाग्छ। पुरानो माननीयज्यूहरूले सम्झनुहोस्, कुनै माननीयले पनि विज्ञान प्रविधिको लागि छुट्टै मन्त्रालय बनाउनुपर्छ, नवप्रवर्तन गर्नुपर्छ, बजेट छुट्याउनुपर्छ भनेर कसैले उठाउनु भएको थियो अथवा थिएन? थिएन भने पनि ठिकै छ, थियो भने पनि ठिकै छ। र अब चाहिँ कमसेकम 7 जना माननीयज्यूहरूले यो अस्तिको उसमा यो मेरो मन्त्रालय, मेरो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको लागि कुरा उठाउनु भएको छ, धन्यवाद छ। र उहाँहरूले भन्नुभएको छ 1% कम भयो भन्नुभएको छ। तर म प्रष्टसँग के भन्न चाहन्छु भने यो वर्षलाई अलि बढी भयो कि भनेको छु। किन बढी भयो कि भन्ने कारण पनि छ क्या। 4 अरब पैसा छुट्यायो, 3.5 अरब रुपियाँ चाहिँ अबन्डामा छ। अब त्यो पैसालाई खर्च कसरी गर्ने भन्नको लागि ऐन कानुन नियमावली के बन्नुपर्छ, त्यसको त्यो संयन्त्र बनेकै छैन। जिरोबाट
भोलि त्यत्तिकै खर्च गरिदियो भने अख्तियारले हामीलाई पक्रिहाल्छ, फलाना मन्त्रीले हिनामिना गर्यो भनेर है पक्रिहाल्छ। त्यस कारणले यो 1% भनेको अहिलेलाई ठिक छ, अलि थोरै गरेको पनि हुन्थ्यो होइन, अहिलेलाई ठिकै छ, त्यसलाई खर्च गरौँ। तर यसको लागि चाहिँ के हो त भन्दाखेरि मुख्य कुरा सहयोग चाहियो, माननीयज्यूहरू सबैको सहयोग चाहियो। के को लागि सहयोग चाहियो भन्दाखेरि अब सबैले आफ्नो इच्छा हो, सहयोग भन्ने कुरा जबरजस्ती गर्ने कुरा होइन। के को लागि सहयोग चाहियो त भन्दाखेरि अब कानुन बनाउनु पर्यो, जिरोबाट सुरु गर्नुपर्ने छ। अस्ति म मन्त्री भएको अहिले 1 हप्ता 8 दिन कति दिन भयो, अब हामीले के काम गर्नु, हाम्रो दिमागै यसैमा गइरहेको छ। अब कानुन त बनाउनु पर्यो, एउटा पनि कानुन छैन। अब यसमा चाहिँ के छ त भन्दाखेरि अहिले हामीले मोटामोटी, म सबै त डिटेलमा त भन्न चाहन्न, छोटकरीमा म भन्न चाहन्छु कि अब कस्तो कस्तो ऐनहरू बनाउने भन्ने कुरामा हाम्रो मोटामोटी छलफल भएको छ। र यो छलफल चाहिँ आधार केलाई मानिएको छ त भन्दाखेरि नेपाल सरकारको यो कार्यविभाजन नियमावली 2083 को मा यो अस्ति वैशाखको 30 गते यो नियमावली चाहिँ आएको रहेछ। र यसमा चाहिँ 17वटा बुँदाहरू राखिएको रहेछ। त्यही बुँदालाई आधार मानेर अब यस्तो यस्तो नियमावली बनाऊ भनेर 9वटा नियमावलीको चाहिँ गरिएको छ। र यो 9वटा नियमावलीमा पनि अब कुन कुनलाई चाहिँ अगाडि बढाउने, 3-4वटालाई अगाडि सुरुवात गर्ने भन्ने कुराहरू छलफल भएको छ। जस्तो कस्तो उदाहरणको लागि म भन्छु, जस्तो उदाहरणको लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन 2083 यो त चाहियो होइन, किनभने यो सुरुवात चाहिँ यहाँबाट हुनु पर्यो। र यो चाहिँ अब नेसनल इनोभेसन सिस्टम बसाल्नको लागि त यो त चाहियो, त्यो एउटा यो चाहियो, तुरुन्तै चाहिएको छ। अब अरू कुरा विभिन्न किसिमको अनुसन्धानहरू जस्तो अन्तरिक्ष सम्बन्धी, परमाणु सम्बन्धी यस्ता सबै कुराहरू गर्नको लागि चाहिँ राष्ट्रिय अनुसन्धान तथा विकास ऐन भन्ने पनि ल्याउनु पर्यो। के कसरी गर्ने, वैज्ञानिक अनुसन्धानको मापदण्ड, प्राथमिकता, अनुदान होइन, वित्त पोषण, संयन्त्र कसरी बनाउने भन्ने कुराहरूमा यो ऐन पनि चाहियो। र तेस्रो चाहिँ के छ त भन्दाखेरि परमाणु तथा विकिरण सम्बन्धी ऐन जुन छ, आणविक ऊर्जा ऐन, यो चाहिँ नयाँ ल्याउनु पर्ने छ। पहिला एउटा नीति, यो सम्बन्धी एउटा नीतिहरू के पारमाणविक पदार्थ नियमन भन्ने एउटा यस्तो नीतिहरू बनेको छ। अब यसलाई चाहिँ ऐनमा नै ल्याउनु पर्ने छ। अनि अर्को कुरो छ जैविक सुरक्षा तथा जैव प्रविधि नियमन, यो ऐन बनाउनु छ। यसमा खास गरी यो जिएमओहरू, बायोटेक्नोलोजीको कुराहरू छ, प्रविधिका कुराहरू छ, बायोसेफ्टीका प्रोटोकलका कुराहरू छन्। यो सम्म कुरालाई समेटेर एउटा ऐन बनाउनु पर्ने छ। चौथो चाहिँ के छ त भन्दाखेरि रासायनिक पदार्थ व्यवस्थापन ऐन, यो पनि बनाउनु पर्ने छ। अब विभिन्न किसिमको रासायनिक पदार्थहरू आउँछ, हुने नहुने आउँछ, त्यसले जनतालाई चाहिँ के कसरी चाहिँ सुरक्षित छ छैन, के कति हानि पार्छ भन्ने कुराहरूलाई चाहिँ नियमन गर्नको लागि यो चाहिँ ऐन चाहिएको छ। र अर्को कुरा वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन, मापन गर्ने, क्यालिब्रेसन गर्ने हरेक चिजमा त्यस्तो किसिमको चाहिँ हामीलाई चाहिँ ऐन चाहिएको छ। किनभने क्यालिब्रेसन प्रमाणीकरण गर्ने भन्ने कुरो त्यो जहाँ जोसुकैले गर्ने कुरा पनि होइन, गर्न पनि सक्दैन। अनि यो नगरिकन, क्यालिब्रेसन नगरिकन र त्यसलाई चाहिँ प्रमाणीकरण नगरिकन हामीले जथाभावी विभिन्न चिजहरू प्रयोग गर्ने गरिरहेछौँ। त्यसले चाहिँ स्वास्थ्यलाई, जनताहरूको स्वास्थ्यलाई के कति हानि पारेको छ, यो वातावरणलाई के हानि पुर्याइरहेको छ त्यो थाहा छैन, अन्धाधुन्ध प्रयोग गरिरहेको छन्। यो ऐन चाहिँ हामीलाई चाहिन्छ। र विज्ञान तथा प्रविधि तथ्याङ्क ऐन यो किन चाहिएको भनेदेखि अब यो क्षेत्रमा काम गर्ने कोले काम गरिरहेछ, कसरी काम गरिरहेछ थाहा छैन, आफ्नो आफ्नो खुसीले आफ्नो आफ्नो तरिकाले गरिरहेको छ। यो तथ्याङ्कै छैन। कमसेकम यो तथ्याङ्क सङ्कलन गरेर त्यसलाई चाहिँ कसरी चाहिँ त्यसबाट कसरी चाहिँ फाइदा लिने भन्ने कुराहरू गर्नुपर्ने छ। र यो ओजन संरक्षण तथा सौर विकिरण मापन ऐन, यो चाहिँ
ऐन चाहिँ खास गरी यो मोन्ट्रियल प्रोटोकल भन्ने छ, त्यो अनुसार हामीले हाम्रै रक्षाको लागि ओजन, अब यो विभिन्न किसिमको विकिरणहरू आउँछ सूर्यबाट, त्यसबाट चाहिँ कसरी चाहिँ सुरक्षा गर्ने, कसरी कम गर्ने भन्ने कुराहरू यो चाहिँ यो ऐन पनि ल्याउनु पर्ने छ। 7औँमा चाहिँ के छ त भन्दाखेरि नवप्रवर्तन तथा स्टार्टअप प्रवर्धन ऐन, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। अहिले चाहिँ नवप्रवर्तन भएन, इनोभेसन भएन भनेर कराइरहेको छ। नवप्रवर्तन नभएर चाहिँ उद्योग मन्त्रालयमा छुट्याएको स्टार्टअप बजेट पनि खर्च गर्न सकेको छैन, होइन? त्यसैले यो चाहिँ एकदमै महत्त्वपूर्ण छ यो ऐन। 7औँ नम्बरमा चाहिँ के छ त भन्दाखेरि यो इन्डस्ट्रीहरू 4.0 4.5 भन्ने छ। अब यो उन्नत किसिमको प्रविधिहरू, औद्योगिक प्रविधिहरूलाई चाहिँ अब नियमन गर्नको लागि यो प्रवर्धन ऐन यो पनि चाहिन्छ र हाम्रो लक्ष्य, सरकारको लक्ष्य पनि इन्डस्ट्री 4.0 4.5मा जाने भन्ने छ। ऐन त चाहियो त। अनि 8औँमा चाहिँ यो विज्ञान प्रविधि के अरे नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, यो नासको कुरा हो। नासको कुरा 2048 सालमा बनेको कुरा, त्योभन्दा नि स्थापना त त्योभन्दा अगाडि नै भएको, त्यो सुधार गरेको छ त्यहाँ। र यो ऐनलाई चाहिँ यहाँ संशोधन गर्नुपर्नेको छ, किनभने नासलाई चाहिँ यो पनि यसलाई चाहिँ सुधार गरेर यसलाई चाहिँ हाम्रो लक्ष्य अहिले हामीले भन्यौँ आर्थिक रूपान्तरण गर्ने कुरामा यसलाई लगाउनु पर्ने छ। यो आर्थिक रूपान्तरण यो एउटा ऐन मात्र होइन, यस्ता किसिमका नास जस्ता अरू पनि छन्, त्यस्ताहरूलाई चाहिँ कसरी चाहिँ नियमन गर्ने, कसरी चाहिँ यो छरिएर भइरहेका अनुसन्धानहरूलाई चाहिँ कसरी चाहिँ एकरूपता, कसरी चाहिँ एक आपसमा चाहिँ जोड्ने र एकरूपता ल्याएर त्यसबाट चाहिँ यो नवप्रवर्तन गराएर फाइदा लिने भन्ने किसिमको यस्तो किसिमको ऐनहरू यसमा चाहिँ सुधार गर्नुपर्ने छ। र अर्को यो राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानको ऐन, यो चाहिँ अहिले अब समितिमा छलफल भइरहेको छ, राष्ट्रिय सभाबाट समितिमा गएको छ, यो आउँदै गर्छ। यो प्लानेटोरियम वेधशाला विज्ञान सङ्ग्रहालय भनेर बीपी प्लानेटोरियम जो कीर्तिपुरमा छ, यसको चाहिँ अहिलेसम्म यो गठनादेशबाट चलिरहेकोलाई यसलाई चाहिँ यो पनि विधि विज्ञान प्रतिष्ठान पनि यिनीहरूलाई चाहिँ ऐनबाट चाहिँ ल्याउनु पर्नेछ, यो पनि छ। र सार्वजनिक विज्ञान संस्थान नियमन, यो भनेको यो गर्नको लागि चाहिँ त्यो पनि ऐन चाहिएको छ, किनभने मन्त्रालय अन्तर्गतका यो प्राधिकरणहरू, समिति, कम्पनीहरूको सञ्चालन गर्नको लागि मापदण्ड चाहियो। त्यसमा सुशासन, पारदर्शिता र जवाबदेहिताको लागि यो ऐन नभए भने के हुन्छ, त्यो सबै भत्ताभुङ्ग हुन्छ, यो चाहिएको छ। र 9मा अन्तिममा के छ त भन्दाखेरि अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी कानुन। हामीले रिसर्च इनोभेसन भनेको चाहिँ अन्तर्राष्ट्रिय सँग पनि, देशहरू पनि, मित्र राष्ट्रहरूसँग पनि अब सम्झौता गर्नुपर्ने, सहकार्य गर्नुपर्ने कुराहरू छ, त्यो चाहिँ हामीले त्यो सम्बन्धी पनि ऐन, यो 9वटा हो, एउटा लिस्ट बनाएको छ। तर अचम्म लाग्ने कुरा अहिले मैले भने यो 1.4 अरब पनि बढी भयो भन्ने कारण चाहिँ के हो भने कानुन भएन भने पैसा खर्च गर्न सकिँदैन। अनि हाम्रो कानुन मन्त्रालयमा गएर कुरा गर्दाखेरि उहाँहरूले के भन्नुभयो भने एउटा कानुन बन्नलाई है, एउटा ऐन बन्नलाई कमसेकम 6 महिना लाग्छ भन्नुभयो। गर्दाखेरि त अब आउने आर्थिक वर्ष त हाम्रो त के हो, यो कानुन बन्दा बन्दै जाने भयो त, अनि पैसा त्यो 4 अरब रुपियाँ बढी भयो नि त। तर सकभर हामी चाहिँ यसलाई चाहिँ कसरी गर्ने भन्ने कुरामा ठुलो दिमाग खेलाउनु पर्ने छ। माननीय ज्यूहरूको सहयोग चाहिँ यसमा चाहिएको छ। र अब अर्को कुरा के छ त भन्दाखेरि अब हामीले यही कुरामा दिमाग खेलिएको छ। अब अर्को कुरा के छ भनेदेखि अरू यो कुरा बाहेक, यो ऐन कानुनको कुरा बाहेक केही कुराहरूमा छलफलहरू भइरहेको छ, कुराकानीहरू भइरहेको छ, होइन? अब त्यसमा चाहिँ के छ त भन्दाखेरि
गर्न खोजेको कुरा पहिलो कुरा यो ओएनएम चाहिँ गर्नै पर्ने छ। अहिलेसम्म ओएनएम गर्ने भनेर एकदम एक हप्ताको समय दिनुभएको छ। यो चाहिँ नगरी नहुने कुराहरू यसमा यो कामहरू भइरहेको छ अहिले। र अब यो नवपरिवर्तनहरू कसरी गर्ने गराउने कस्तो किसिमले भन्ने कुराहरूको एउटा फ्रेमवर्क, नवपरिवर्तन गरेर त्यसलाई चाहिँ उत्पादनमा कसरी लैजाने, उत्पादनको लाई चाहिँ के त भन्दाखेरि कसैले केही गर्यो भनेदेखि त्यसलाई एप्रुभल त चाहियो नि, स्वीकृति त दिनु पऱ्यो सरकारले। कसरी दिने गरेको छन् यहाँ कतिपय हाम्रो नेपाली दाजुभाइहरूले केही न केही बनाएका छन्, आखिरमा सरकारले चाहिँ स्वीकृति दिँदैन अनि त्यो बनाएको चिज पनि त्यो हराएर जान्छ, त्यस्तो किसिमको। र अर्को कुरा सेन्टर अफ एक्सलेन्स भन्ने कुरा, उत्कृष्टता केन्द्र चाहिँ दुई चारवटा सकेसम्म छिटै नै नबनाइ हुँदैन। र यो उत्कृष्ट केन्द्र भनेको चाहिँ के त भन्दाखेरि अब खास गरी रिसर्च इनोभेसन गर्ने एकदमै प्रतिभाशालीहरूलाई चाहिँ उनीहरूलाई रोक्नको लागि एउटा यस्तो कल्पना गरौँ, यो काल्पनिक कुरा छ अहिले, एउटा कल्पना गरौँ एउटा यस्तो ठाउँ छ त्यहाँ चाहिँ सबै किसिमको त्यो यस्तो किसिममा चाहिँ म अनुसन्धान गर्छु, यस्तो किसिमको नवपरिवर्तन गर्छु भनेर आउनेहरूलाई चाहिँ त्यहाँ बसेर फकाएर फुल्याएर खेलाएर हुन्छ कि होइन, नचाएर हुन्छ कि कसो गरेर हुन्छ गर्ने काममा लगाउने र उनीहरूको दिमाग झार्ने, त्यो एउटा उत्कृष्ट सेन्टर अफ एक्सलेन्स भनेको हामीले कल्पना गरेको त्यो हो। ताकि नेपालको कोही पनि प्रतिभाशाली केही गर्छु भन्नेहरू ऊ आफ्नो खुसीले बाहिर जान्छ भने जाओस्, तर नेपालमै बसेर गर्छु भन्ने र विदेशमा गएर केही गरेको र नेपालमा आएर गर्छु भन्नेहरूलाई रोक्ने, बाँध्ने चाहिँ एउटा जाली, रोक्ने चाहिँ एउटा जालो बनाउने हो। यो जाली भनौँ न, छेक्ने जाली। र यो सेन्टर अफ एक्सलेन्स चाहिँ यो एउटा दुईवटा बनाउनै पर्छ, धेरै बनाउनु पर्दैन, एकैचोटि प्रदेशमा बनाउनु पर्दैन, एउटा दुईवटा कहाँ हुन्छ त्यो बनाउने। र युनिभर्सिटीहरूमा, हरेक युनिभर्सिटीहरूमा अहिले पढाइ मात्र भएको छ, युनिभर्सिटीहरूमा पनि इनोभेसन सेन्टर चाहिँ स्थापना नगरी नहुने कसरी उहाँहरूलाई चाहिँ अब कोही त एउटा दुईवटाले यसो अलिअलि त सुरु गर्नुभएको छ, त्यही पनि अनिवार्य रूपमा एउटा युनिभर्सिटीले कमसेकम वर्षमा केही नभए पनि एउटा प्रडक्ट चाहिँ बजारमा ल्याउन सकिने किसिमको प्रडक्ट बनाउने भनेर यस्तो किसिमले यो सेन्टरहरू चाहिँ हामीले चाहिँ गर्ने भन्ने किसिममा चाहिँ छलफल हुँदैछ। र अर्को कुरा चाहिँ यो मोडालिटी, इनोभेसनको जुन मोडालिटी छ, यो मोडालिटीहरू बनाउनु पर्ने छ। कस्तो एउटा मोडलले हुँदैन, विभिन्न मोडलमा चाहिँ यो गराउने छ यसको बारेमा। र आइडिया ब्याङ्क, आइडिया हुन्छ, हजारौँ आइडिया हुन्छ, जोसुकैसँग पनि आइडिया हुन्छ, एउटा गाउँमा बस्ने एउटा साधारण किसानसँग पनि आइडिया हुन्छ, ज्यामीसँग पनि आइडिया हुन्छ। नेपालमा भएको विदेशमा भएका सबैहरूको चाहिँ आइडियालाई चाहिँ सङ्कलन गरेर एउटा आइडिया ब्याङ्क चाहिँ बनाउनु पर्छ भन्ने छ छलफल हाम्रो साथीभाइहरूसँग। र यो आइडिया ब्याङ्क पनि हामीले बनाउनु पर्ने भन्ने कुरा छलफल भएको कुराहरू है, यो बनिसकेको कुराहरू होइन। अहिले फेरि सबैले झुक्किनु होला, छलफल भएको कुराहरू मात्र म अहिले भनिरहेको छु होइन। अब एक्सपर्टहरूको चाहिँ पुल, एक्सपर्टहरूको समूह, विभिन्न किसिमको हाम्रो एक्सपर्टहरू छरिएर बसेका छन्, कोही कता छन्, को कहाँ छ भन्ने केही थाहा छैन। त्यस कारणले एक्सपर्टहरूलाई खोजी उहाँहरूको चाहिँ एउटा पुल बनाएर आवश्यक परेको खण्डमा, आवश्यक परेको अवस्थामा उहाँहरूलाई पनि अनुरोध गर्ने, प्रयोग गर्ने गरेर चाहिँ एउटा एक्सपर्टहरूको पुल बनाउने भन्ने कुरा पनि त्यहाँ छ। र हाम्रो चाहिँ के छ त भन्दाखेरि एउटा कुरो चाहिँ यो रिसर्चको लागि, रिसर्च दुई किसिमको हुन्छ, एउटा एकाडेमिक रिसर्च भयो, एउटा चाहिँ अप्लाइड रिसर्च भयो। युनिभर्सिटीहरूमा पिएचडी गर्ने विद्वानहरूले गर्ने रिसर्च चाहिँ एकाडेमिक रिसर्च हो, धेरै भएको छ नेपालमा, धेरैभन्दा धेरै। एउटै प्रोफेसरको पनि 10, 20, 40, 50 रिसर्च पेपरहरू छन्। अब त्यो रिसर्च पेपरहरूलाई, एकाडेमिक रिसर्चलाई चाहिँ हाम्रो नेपाली दाजुभाइहरूले गरेको एकाडेमिक रिसर्चलाई चाहिँ
उहाँहरूलाई नै अनुरोध गरेर लु तपाईँहरूले कस्तो कस्तो किसिमको एकाडेमिक रिसर्च गर्नुभएको छ र त्यो गर्नुभएको एकाडेमिक रिसर्च सबै कुरा त्यो चाहिँ व्यवहारमा लागू नहुन सक्छ। व्यवहारमा लागू हुन सक्ने, कुनै चिज बन्न सक्ने, आम जनताको व्यवहारमा लागू हुन सक्ने त्यस्तो किसिमको एप्लाइड रिसर्चमा चाहिँ ढाल्न सकिने रिसर्चहरू चाहिँ उहाँहरूलाई चाहिँ अनुरोध गरेर भए पनि अब गराउने भन्ने चाहिँ योजना चाहिँ हाम्रो छ। किनभने हाम्रो धेरै के अरे विश्वविद्यालयमा हाम्रो धेरै विदेशमा गर्नुभएकोहरूले धेरै किसिमको रिसर्चहरू लेख्नु भएको छ, तर त्यो व्यवहारमा आएको छैन, एप्लाई भएको छैन। त्यसैले यो एप्लाइड रिसर्चमा चाहिँ ढाल्नको लागि चाहिँ हामीले अनुरोध गर्नुपर्छ। अनुरोध मात्र गरेर हुन्न, सकेको सहयोग पनि गर्नै पर्छ। गर्ने हो, जे जति गर्न सकिने हो त्यो चाहिँ गर्ने। र अब अर्को कुरा, प्राइभेट रिसर्च सेन्टरहरू नेपालमा खास धेरै त छैनन्, छन् अलि भित्रभित्र छन्। प्राइभेट रिसर्च सेन्टरहरू छन्, दुःख पाएको छन्। कहीँ कसैलाई कुनै उसलाई भनौँ न प्रपोजललाई कुनै अर्गनाइजेसनलाई, एनजिओहरू आइएनजिओहरूलाई यसो प्रपोजल बुझाएर उनीहरूले चाहिँ अलिअलि यसो प्रोजेक्टहरू दियो भने, फन्डिङहरू दियो भने गर्ने प्राइभेट रिसर्च सेन्टरहरू छन्। अनि फेरि फन्डिङ बन्द भयो भने बन्द भएकाहरू पनि छन्। त्यस्ता किसिमका उसहरूलाई चाहिँ हामीले कसरी प्राइभेटलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले गर्नुपर्ने छ। धेरै कुराहरू गर्नु छ, सुरु भयो जिरोबाट। म एउटाले गर्न सक्ने होइन। अब यहाँ कानुनै बने छैन। कानुन बनाउनलाई मैले चाहिँ एउटा के अनुरोध गर्न चाहन्छु भने, यहाँ सबै माननीय ज्यूहरूलाई कानुन बनाउन त आउँदैन होला, मलाई पनि आउँदैन है, मलाई आउँछ भनेको होइन, मलाई पनि कानुन बनाउन आउँदैन। कसरी के कानुन, कसरी कुन फुलबुट्टा भरेर बनाउने हो थाहा छैन। तर यो जुन कुराहरू कानुन बनाउने कुराहरू थियो, त्यो सम्बन्धित विषयको एक्सपर्टहरू म खोजिदिन्छु, म जुटाउँछु। अनि त्यो एक्सपर्टहरूलाई राखेर कानुनविदहरूले कानुन बनाउने काममा चाहिँ स्वयंसेवक चाहिएको छ। यहाँ माननीय ज्यूहरू मात्र होइन, बाहिरको कोही पनि हुनुहुन्छ भने मलाई चाहिँ कानुन बनाउने एक्सपर्टहरू र सम्बन्धित विषयको विज्ञहरू पनि। अहिले विज्ञान मन्त्रालयमा त कहाँ विज्ञ छ र, कोही पनि छैन त। र माननीय ज्यूहरू पनि विज्ञहरू हुनुहुन्छ होला विभिन्न विषयमा, कोही कानुनमा हुनुहुन्छ होला, कोही विज्ञान प्रविधिमै एक्सपर्टहरू हुनुहुन्छ। तपाईँहरूले मलाई चाहिँ सहयोग गर्नु पर्यो। र अनि त्यसपछि गर्नुपर्ने कुरा के हो भने, कानुन मन्त्रालयले चाहिँ कसरी हुन्छ छिटो छिटो गरिदिनुहोस् भनेर कानुन मन्त्रालयले चाहिँ हामीले पुजै गर्नुपर्छ। हामीले बनाउँदै दिँदै गर्न सकियो भने उहाँहरूले पनि अलि छिटो गर्नुहुन्छ, पक्कै गर्नुहुन्छ। हामी नै ढिलो भयो भनेदेखि अब त्यो त अगाडि त बढ्नु सक्दैन। यति भन्दै मेरो कुरा यहाँ टुङ्गाएँ। धन्यवाद।